चाइनिज। ओइ नेपाली, तिमीहरू त जहिले भात खान्छौ रे हो? खान्छौ त के? तिमीहरू जस्तो किरा फट्याङ्ग्रा खाएर भाइरस फैल्याउनु गरे छैन हामीले। तिमीहरूको देशका नेताहरूले त पढे लेखा नि हुँदैनन् रे त, अनि देश कसरी चलाउँछन् त? हाम्रा नेताहरूले देश चलाउन नजाने नि राम्रा राम्रा जोक हानेर हामीलाई हँसाउँछन् नि त। हाम्रा नेताहरूले त हामीलाई दिनदिनै नयाँ प्रविधिले शिक्षित बनाउँछन्। हाम्रा नेताहरूले नि हामीलाई दिनदिनै नयाँ बहानाले उल्लु बनाउँछन्। हामी त एक हप्ताभित्रै हस्पिटल बनाइदिन सक्छौँ। हामी त झन् 1 मिनेटभित्रै त्यस्ता 100वटा हस्पिटल बनाइदिन्छौँ, तर सपनामा। त मुला नेपाली, म चाइनिजसित ऱ्याप खेल्छस्? लु खेल्छु ल, म पनि के कम। ल तै सुरु गर्न त। ल म सुरु गर्छु है त। जति घिउ खाए पनि लाग्दैन यो जिउ, किरा खाने चाइनिजहरू कोरोनाको बिउ। हामीले जे खाए पनि तँलाई किन चासो, तेरो देश हेर्दाखेरि आयो मलाई हाँसो। हा तेरो बाउको खाइदे छैन, आफ्नै बाउको खान्छु, मेरो देशलाई केही भन्नेलाई चाकै चाकमा हान्छु। हाम्रै सामान युज गरेर हामीलाई नै गाली गर्छस्, चाइनासँग नमिलेर इन्डियासँग चर्छस्। तेरो बाउको तालुमा म मुतेर आइदिन्छु, इन्डिया चाइना दुवैसित एक एक गरी बदला लिन्छु। गुन्द्रुक ढिँडो खाँदै बस्छस् त नेपाली जाठो, नेपाल र इन्डिया भन्दा हामी नै धेरै बाठो। तेरो अनुहार हेर्दै थाहा भइसक्यो कि त बाठो होस् कि लाटो, नेपालको चाट्ने होइन इन्डियाकै चाटो जा। हाम्रो चाइना नेपाल भन्दा धेरै ठुलो छ नि, नेपाल जब गरिब देश हामीसँगै छ धेरै मनी। तेरो जब मनी भन्दा हाम्रै ठाउँ राम्रो, खोला नाला हिमाल पहाड सबै ठाउँ हाम्रो।